सबैजनाले एकपटक भिडियो राम्रोसँग पुरा हेरिदिनु होला है। हाम्रो कमल थापाको भनाइ कस्तो लाग्छ तपाईहरुलाई कमेन्ट गर्नु होला र हामीलाई सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला। हस्त धन्यवाद। एउटा समय तपाईले हैन जब राजेन्द्र लिङ्गदेनसँग चुनाव हार्नुभयो तब राजा चाहिँदैन, अब आवश्यकता छैन भन्नुभएको थियो। अहिले एकाएक किन तपाईलाई राजा चाहियो? अहिले त्यो च्याप्टर क्लोज भइसकेको छ वास्तवमा। हैन प्रश्न त यहाँ पनि रहन्छ नि, तपाईलाई अवसरवादी भनेर भन्छन् के? मैले राज संस्थाको एजेन्डा कहिले पनि छोडेको छैन। तपाईले गीता समाएर कसम पनि खानु भएको थियो राप्रपा फुटाउँदिन। राप्रपा नेपालको अध्यक्ष हो तपाई अहिले। अनि राप्रपा फुट्यो त? फुटेन त। खै कहाँ फुट्यो? अनि तपाई राप्रपामा हुनुहुन्थ्यो, अहिले राप्रपा नेपाल त नयाँ पार्टी हो नि त बाबु। भनेपछि गीताको कसम त्यसरी तोड्नु भयो? तोडिया छैन तपाईले नबुझेको। भनेपछि अहिले तपाईलाई राजा चाहिन्छ भन्ने लाग्न थालो हो त। निश्चय पनि हामीले निरन्तर रूपमा भन्दै आइरहेको छौँ। तपाईले जुन गलत एउटा चाहिँ व्याख्या बोल्नु भएको हो नि, राजा अब आवश्यकता छैन भनेर बोल्नु भएको हैन। राजाको आवश्यकता छैन भन्ने भन्दा पनि हामीले तत्कालीन अवस्थामा राज संस्था पुनर्स्थापनाको एजेन्डालाई केही समयको निमित्त स्थगित राखेका थियौँ, त्यति मात्र हो। राज संस्थाप्रतिको आस्था विश्वास हाम्रो निरन्तर रूपमा रहँदै आएको छ। केही कुराहरुमा सुन्नु बोलेको बिर्सिनु भयो तपाईहरुले चाहिँ जुन तपाईको रेकर्डै चाहिँ गलत छ। अब तपाई रेकर्ड मात्रै त्यो रेकर्ड सुनेर तपाईले गलत कुरा गरिराख्नु भएको छ। गीताको कसम त तपाईले तोडमोड गर्दिनु भयो। गीताको कसम खाएको त के भने पार्टी फुटाउँदिन भनेर, र मैले पार्टी फुटाएको पनि होइन। पार्टीबाट एक्लै राजीनामा दिएर बिदा भएको हो। हेर्नुस् त्यो बिदा हुनु त पाइन्छ नि जहिले पनि। आफूलाई चाहिँ फुटाएको होइन, म त फुटाएको पनि होइन। र त्यसपछि त्यो बेलामा क्रियाशील रहेको राप्रपा नेपालमा म चाहिँ नि प्रवेश गरेको। राप्रपा फुटाएर नयाँ पार्टी खोलेको होइन नि। पहिलेदेखि एक्लै गए र त्यहाँ बसेँ, त्यसपछि त्यो पार्टीलाई चलाइराखेको छु। अहिलेको दल ठिक छैन भन्नुहुन्छ, फेरि सूर्य चिन्हबाट तपाईँ चुनाव लड्नुहुन्छ।